त्यो तपाईले हेर्नु पर्ने। मैले के भनेको छु, जोड गर्ने, स्क्वायर गरेर जोड हुन सक्छ, घटाउ हुन सक्छ, गुणन हुन सक्छ है। के गरेको छ, कसै कुनै साथीले यहाँ भन्यो, यानी कि 3 को a स्क्वायर प्लस 2 को a स्क्वायर इज इक्वल टु 9 प्लस 4 इज इक्वल टु 30 हुँदो रहेछ है। अब त्यहाँ त भयो, सेम त्यही कुरा यसमा अप्लाई गर्नुस्, हुन्छ कि हुँदैन है। अब यसमा 4 को a स्क्वायर प्लस 8 को a स्क्वायर इज इक्वल टु हैन 16 प्लस 64 इज इक्वल टु 80 मिल्यो है। भन्दाखेरि दुईटै माथिको स्क्वायर गरेर जोडेपछि तलको मिल्दो रहेछ है। भने अब हामी यो हाम्रो लागि के भयो, यो हाम्रो लागि लजिक भयो हैन। लजिक के भयो, दुईटै माथिको स्क्वायर गर्ने र प्लस गरिदिने, त्यो हाम्रो लजिक भयो। अब यही लजिकमा हामी के गर्छौं, 1 को a स्क्वायर प्लस 5 को a स्क्वायर इज इक्वल टु 1 को a स्क्वायर को 1 हैन 1 कहाँ गयो है, 1 को स्क्वायर को 1 प्लस 5 को a स्क्वायर को 25 इज इक्वल टु 26 भन्नुको अर्थ यो यहाँ हामीले अब यसको राइट एन्सर के हुने भयो 26, जुन अप्सनमा 26 हुन्छ। अब तपाईको क्वेशनमा यति मात्र दिया हुँदैन, तपाईको अप्सन नि दिया हुन्छ हैन। अप्सन ए 24, अप्सन बी 26, अप्सन सी है, अप्सन सी 28, अप्सन डी 40, यसरी गरेर अप्सन दिएको हुन्छ हैन। अनि कुन अप्सन हुने भयो त, यो अनुसार अप्सन बी है। यसरी गरेर हामी सी कले भन्दैछ 26 हो नि है, अप्सन बी हुने भयो है। यसरी तपाईहरुले कुनै बेला जोडेर, कुनै बेला घटाएर, कुनै बेला स्क्वायर नम्बर गरेर, कुनै बेला डिभाइड गरेर है, हामीले यो जुन क्यारेक्टर यो मिसिङ भइरहेको छ त्यो क्यारेक्टर खोज्नु पर्ने हुन्छ, इन्सर्ट गर्नु पर्ने हुन्छ है। भन्दाखेरि दोस्रो यस्तो मोडेलमा तपाईको क्वेशन आउन सक्छ भन्ने कुरा तपाईले जानिराख्नु पर्छ। क्लियर, ठीक छ। ल कसैलाई केही बुझिएको छ भने एक पटक अजु है। एक पटक मैले सुरुमै के भने भन्दाखेरि तीनवटा फिगर दिएको हुन्छ, दुईटामा सबै अंकहरु रहेको हुन्छ, एउटामा एउटा अंक खाली हुन्छ क्वेशनमा, जुनसुकै फिगर भए पनि है। अब जुन दुईटा सबै अंकहरुले पूर्ण